नमस्ते हजुरहरूलाई है त। आज म विशेष गरी चाहिँ चुकेन्दरको कान्जी बनाउन गइरहेको छु। अनि मैले चाहिँ चुकेन्दरलाई तासीओरी है पिस बनाइसकेको छु। अनि यो कसरी बनाउने भन्दाखेरि चाहिँ चुकेन्दरलाई लिने, त्यस पछाडि यसलाई कटिङ गर्ने, अनि कटिङ गरिसकेपछि चाहिँ मैले सर्स्युङको पेस्ट पनि बनाइसकेको छ। अनि सर्स्युङको पेस्ट चाहिन्छ। अनि त्यस पछाडि नुन हाल्ने है त, नुन हाल्ने, अरू केही पनि चाहिँदैन यसलाई। अनि एउटा यस्तो खाली सिसाको बल्ब चाहिन्छ। अनि म यो सिसाको बल्बमा यो हाल्दैछु चुकेन्दरको यो पिस बनाएको। अनि त्यस पछाडि के गर्ने भन्दाखेरि यो सर्स्युङ, कुटेको सर्स्युङलाई हाल्ने, केही पनि गर्नु पर्दैन। सुस्को कुटेको सर्स्युङलाई नै हालिसकेको छु। अनि त्यस पछाडि नुन हाल्ने, अनि त्यस पछाडि चाहिँ यसमा पानी हाल्ने, है। अनि पानी हाल्दैछु। यो कसरी बनिन्छ भनेदेखि चाहिँ अब मैले पानी हालिसकेको छु। अनि यसलाई चाहिँ मजाले यसलाई अब र्याप गरेर चाहिँ 3 दिनसम्म चाहिँ यसलाई चलाउनु हुँदैन। 3 दिनसम्म चाहिँ यसलाई छोडिदिने है। यसलाई 3 दिनसम्म छोडिदिने। अनि त्यस पछाडि 3 दिन पछाडि निकालेर खाने। म 3 दिन पछाडि तपाईँहरूलाई फेरि म कस्तो हुन्छ तपाईँहरूलाई म भन्नेछु है त।